नमस्कार। अब अलि नयाँ परिस्थिति बन्दैछ है नेपालको राजनीति। यसकारण मैले यहाँहरूलाई अलि विश्लेषण पनि गर्न चाहे, सूचना पनि हो यो। गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिएका छन्। त्यो भनेको को? खड्गप्रसाद ओली, एमालेको अध्यक्ष पनि हुन् उनी, देशको प्रधानमन्त्री पनि। उनले गणतन्त्र पक्षधरको एउटा सर्वदलीय नामको बैठक बोलाए। त्यसमा स्वयं खड्गप्रसाद ओली, नेकपा एमालेका अध्यक्ष, शेरबहादुर देउबा, नेपाली कांग्रेसका सभापति, नारायण काजी श्रेष्ठ, पुष्पकमल दाहाल गएनन्, नारायण काजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष नेकपा माओवादी केन्द्रका, महन्त ठाकुर लोसपा, उपेन्द्र यादव जसपा, अनि अशोक राई जसपा नेपाल, डाक्टर सीके राउत, अनि बाबुराम भट्टराई, उनको पार्टी छ, उनी र उनको श्रीमती त्यसको पार्टीमा सदस्य छन्, छोरी र ज्वाइँ छन् क्यारे। अनि त्यसपछि अर्को चित्रबहादुर केसी, जो चित्रबहादुर केसीमा एकजना सांसद उनी जितेका छन् अरूको सहयोगमा। अनि त्यसको खास सुप्रिम लिडर भनेको चाहिँ मोहन विक्रम सिंह। त यी पक्षधरको बैठक बोलाए उनले। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई बोलाइएन। किन बोलाइएन भने यिनीहरूको गणतन्त्रमा कमिटमेन्ट छैन भनेर। यसको अर्थ के भयो भने अब सिंहदरबार र जनता बीचको अथवा जनताका प्रतिनिधि बीचको लडाईँको रूपमा यसलाई बुझ्दा हुन्छ। सडक मैदान अब राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी वा अरू खाली मानिसका लागि मैदान खाली रह्यो। धर्मावलम्बी, परम्परा, संस्कृति यावत त्यो मैदान अब सडक चाहिँ विपक्षी चाहिँ यी भए, अरू चाहिँ सबै सत्तारूढ, अर्थात् यिनीहरूलाई टाढा रूपमा अब हेर्नुपर्ने भएन। सीके राउत कुन भ्रममा त्यो भइरहेछन् बुझ्न सकिएन, किनभने उनको गतिविधिलाई अझै नजिकबाट निहाल्नुपर्छ। रेशम चौधरीको एक खालको भूमिका छँदैछ। अब उनी अलि अप्ठ्यारो अवस्थामा पनि छन्। उनको पत्नी र उनी बीचको कहिलेकाहीँ झगडाको पनि कुरा आउँछ। यसरी हेर्दाखेरि अब प्रष्ट रूपले दुई धारमा नेपालको राजनीति जाने भयो। छाँटकाँट त्यो आयो आजको दृश्यले। किनभने नयाँ उदाउँदो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा धारको प्रतिनिधित्व गर्ने नेतृत्वदायी पार्टी, यसलाई एक ठाउँमा पुर्याउने कसरत यो पक्षले गरिरहेको छ। अर्थात् गणतन्त्रवादीहरूले त्यो गरिरहेका छन् र यसले नेपाली कांग्रेसलाई सायद कि खड्ग ओलीबाट अलग्याउँछ, कम्युनिस्टबाट कि टाढा पुर्याउँछ, वा नेपाली कांग्रेस विभाजनमा जान्छ। यो पक्का पक्की छ। किन जान्छ भने